उसमा बिग्या ठुक्क मुर्दा हो नेपाली जनता भेडा भन्नु चाहिँ हाम्रो गणेश मानले है नेपाली जनता भेडा नेपाल त्यत्रा बच्चा मारेको छ अस्ति भर्खर यिनीहरूको आँखाले देखाउँदैन फुट्नलाई त्यस्तो सियाना त्यत्रो चाहिँ नि सर्वोच्च अदालत बोल्यो त्यत्रो चाहिँ नि सिंहदरबार बारे त्यत्रो चाहिँ त्यो मन्त्रालय कुनै खाली छैन गृह मन्त्रालय ऊ सबै है त्यस्तो मारेर त्यत्रो जात्रा गरे पुलिस थाना कुनै बाँकी छैन पुलिस थाना सबै चाहिँ बालेका छन् है अझै पनि यो नेता भनेर राजा हुँदाखेरि हो राजाले कसरी चाहिँ मान्छेलाई के गर्छ त म राष्ट्रिय आएमा 21 वर्ष काम गरेर गर्दाखेरि राजाले दरबारबाट ऊ आउँथ्यो उता चाहिँ राष्ट्रिय आयोबाट चाहिँ हरेक चाहिँ कल कारखाना उद्योग धन्दामा आओ काम गर्नमा चाहिँ टिप्पणी पठाउँदाखेरि जिल्लाबाट के भन्थे हुँदैन नि सरकार हलको गोरु मर्छ खेतीपाती बाजा भन्छ हामी यतिजनामा 3 जना 4 जनाले साइन गरेर पठाउँथे बुझ्नुभयो म राष्ट्रिय आयोगमा काम गर्दाखेरि म अहिले चाहिँ कति भयो अस्ति भर्खर कार्तिकको 21 गतेबाट म रिटायर भएको पेन्सन भएर बसेको हुन्छु यस्ता मोटा हाकिम खाई बाछ्यौँ है 212 मोटा नेतासँग म त पुग्छु मैले तपाईँको चाहिँ कृष्ण के अरे होइन चक्रबहादुर खकुरीलाई मैले फुटेको सिंहदरबार गेटमा उनीहरू कर्मचारी भए पनि कृष्ण राईलाई खुला गल्ती आएको घरतिर भोट पाउन मुखा हेर्न सकेन हो फेरि एरियाको भएर फुटेको मैले बिगाऱ्यो कि मैले देशमा के गर्यो भनेर फुटेको मैले र भन्नुभयो अहिले चक्रबहादुर मरिसक्यो उहाँ उसमा जाँदाखेरि के तपाईँको चाहिँ नगरकोटमा जाँदाखेरि ढुङ्गा पढेर मऱ्यो अनि यी मुद्दा आपत्ति र बापत्तिहरूको पछि लाग्ने जनतै बुझाने अपराधी जनता यी जनता एक प्लेट यो भैँसीको मासुमा बिकेको जनता जनतै बुझाने भएपछि के गर्नु अब अहिले हेर त्यो औदाबीमा आज राति अहिले गएको बिहान राति त्यत्रो चाहिँ बजे राति त्यत्रो बम हानेर नेपाली कति पऱ्यो होला त्यो उयो कति पऱ्यो होला त्यहाँ औदाबीमा त्यसरी मारेछ अझ चाहिँ यही एमाले काङ्ग्रेसको माओवादी पैसा या जनता हो आफ्नो त्यो दिशा बस्ने पिसा फेरि काटेर आफैले खाएको हो त्यसैमा फटाफट बोर्ड आउँछ पछि बढी अपराधीहरू एमाले काङ्ग्रेस त्यस्तो त्यसैमा आउँछ बढी गुखानी जनता गुखाको 7 गाउँले गुखाको यो जनता एक गाउँलेको मात्रै 7 गाउँले त गुखाको त्यस्तो चाहिँ नेताको पछि रहेर हेर्ने राजा हुँदाखेरि यस्तो भएको थियो कसैले विदेश जानु परेको थियो 212 उद्योग धन्दा थियो कल कारखाना 212 यति झुटो बोलेको भए पुरन्तत्व विभाग किनै अभिसँगै छ सर्वोच्चले पनि चलाएका छैन त्यहाँ गएर मजाले पल्टाएर हेर्नु नि यति झुटो बोलेको भएदेखि अमेरिकामा 51वटा राष्ट्र छ 51वटा राष्ट्रमा चाहिँ नि हाम्रो नेपालको इतिहास त्यहाँ छ हो त्यस्तो हाम्रो नेपाल त्यस्तो विश्वको धनी देशलाई अहिले आएर नेताहरूले यस्तो बनाए है यस्तो बनाए तै पनि यही नेताको पछि लाने त्यस्ता नेताहरू गुखानी नेताहरू के अरे जनतै गुखानी भए के लाग्छ गुखानी जनता जनता नै गुखानी अब त नेतालाई गाली पुरै आउँदैन यस्ताले गाउँमा त झन्डा लिएर हिँड्ने जनता कस्ता जनता मूर्ख जनता यत्रो युनिभर्सिटी जाने किर्तिपुर युनिभर्सिटी बन्द गर्ने लोकसेवा बन्द गर्ने है पढ्न पाएका छैनन् जनता छोराछोरीले पढ्छन् पढेर लोकसेवाबाट निकाल्न पाएका छैनन् नाम युनिभर्सिटीमा पढ्न पाएका छैनन् संसार खत्तम बनाएको छ कहिले पनि उनीहरूलाई अझै पनि त्यही नेता खानु नि लप ला त्यही नेताले मात्रै खानु अन्त नआइनु अपराधी जनता खानेहरू पनि भनिसकेको छ यो दिन्छ भने म गुहै भनिसकेको बाले दिन्छ भने म गुहै खाइदिन्छु भने गुखाको जनता गुखानी यस्ता नेताको पुछाबारी हुन्छ गुखानी 2 लिटर तेलमा बिक्ने 2 लिटर तेलमा मोटरसाइकलमा हाल्यो भनेदेखि कति हप्ता दिन चलाउन पुग्छ त्यसलाई त्यही हो दिदी हाम्रै तपाईँको छोराछोरी त हो हाम्रा छोराछोरी हुँदैनन् त्यसरी हाम्रा छोराछोरी त्यसै हिँड्ने छोराछोरी छैन हामी त हिँड्दैनौँ
हामीलाई त देशको माया छ हामीलाई त अहिले त्यही भएर त विदेश जाने भट्टाभट विदेशमा मर्नु परेको छ नि यहाँ पाए यिनी मार्छ नेताले उहाँ पाए उनी मर्छ राजा हुँदा यस्तो मर्नु परेको छ ल भन्नु त यसरी मर्नु परेको थियो तपाईँलाई राजा हुँदा कस्तो थियो राजाको कार्यकाल देशमा होला नि होला नि त्यो बेला नथापाका नदेखेकाले पनि तुरन्त हेर्नु नि थाहा भइहाल्छ नि होइन भाँचेको बिग्रेको बनाएर बागमती खोलामा पानी खाइरहेको खोलामा बुवा हाल्छ त्यस्तो बोलाइदिएको छ विष्णुमती धोबी खोलो बागमती मनाला खानीहरू त्यत्रो जाने राजाकै पालामा अब काठमाडौँमा जनता बढ्ने भए पानी ल्याउनु पर्यो भने मेलम्चीमा पानी नआउँदाखेरि गएर ल हाम्रो मिलबाट जाने बन्द हुन्छ अब त्यहाँबाट पानी आयो भनेर उहाँ गएर हेलिकप्टर गर्दैन उहाँ त्यो बिहान फुटाइदिएर अनि फेरि त्यताबाट त्यहाँ कति मान्छे मरे मेलम्चीमा कति मान्छे मरे कति गाईबस्तु मरे कति घरबारी दिनुभयो है यस्ता गुखानी जनता के गर्नु गुखानी के लाग्छ जनतै गुखानी भएपछि कस्तो के लाग्छ अपराधी जनता अरू नभए पनि अस्ति भर्खर सिंहदरबार जला त देखाएको छ नि त फुटे आँखा केमा त्यो त्यस्तो पछाडि लागेर गएको लाइफ लिइरहेको छ हामी लाइफ लिइरहेको छु हेलो ल मैले राजीनामा नदिएको सो पाइनँ राजीनामा दिनै पर्ने भयो र कुनै पनि प्रशासन निकाय बाँकी नराख मतलब फोन गरेको सबै ठाउँमा हो फोन गरेर अनि फेरि त्यता सबै जलाउनु थाल्यो थियो अनि उसले राजीनामा दिनु के थियो हजुर तपाईँ त्यत्रो वर्ष माऱ्यो त्यसले अहिले दिनै जाने राजीनामा दिएको भएदेखि ती वर्ष मर्दैन थियो नि त्यो वर्ष जुलुसमा लाँदैन थियो नि स्कुलले त्यसकै समर्थक छ अहिले बढी खानेहरू त्यस्ता बच्चा मरे त्यस्ता बालकहरू मान्छेको घर चाहिँ नि उसको ज्वरो मुरै उखलिया छ सन्तान भएको छ बच्चा मारिदियो त्यत्रो बच्चा मारेछ अस्ति भएर अब हिजो मात्रै कतिजना अब कति आउँछन् लास बस्न न उहाँ जिन्दा लास भएको अब के अरे लास भयो त्यो इन्ने बिङ्गे नबाटे त पठाउँदा तर पठाउँदैन के पठाउँछ एउटा दुईटा चोक्टा छ के पठाउँछ अब पठाउँदैन उनी बम हान्दै सिध्याउँदै हो नेपाली 1 करोडभन्दा बढी चिया छ है 2 करोड जम्मा यहाँ 1.5 करोड त 2 करोड त पुगिसक्यो होला विदेशमा अब अहिले भग मार्दैछ बम हानेर अनि देख्छन् नि कसरी चाहिँ कति कारखाना उद्योगमा थियो नेपालमा पहिला अहिले एउटा छैन कसरी हामी विदेश जानु पर्यो केही रोजगारी नभएर लोकसेवा गर्न पाएको छैन गर्न पाएको छैन यो पो चिन्ता गर्नुपर्छ त यही नेतालाई ल्याउनु पर्छ पछि हुन्छ त जनताहरू कस्तो बुद्धि राजाको पालामा कस्तो थियो अहिले कस्तो भयो त्यो सोच्नु पर्यो नि अझै पनि त्यही एमाले त्यही काङ्ग्रेस त्यही माओवादी जनतालाई थाहा होइन छ जनताले त पुरै खायो किन खायो त्यसको पछाडि हुन्थ्यो त सबभन्दा बढी सहरको जनता खाएको गाउँको जनता त के खाएको गाउँको जनता त मासु भात खाएको यहाँ त करोडको करोड पेटीको पेटी ल्याउँछ त्यो सुकुमासी लिएर आएको त्यहाँबाट सबै सुकुमासी उठाएर शेरबहादुरको घरको पैसा चलेको छ हेर्नु पर्छ शेरबहादुरको पैसा कुन थाहा छ घरको पैसा मलाई म भनौँ रेडियो नेपालमा भैँसी पार्टीको कति 42-43 रोपनी जग्गा थियो सरकारी जग्गा त्यो जग्गा पहिलाबाट तपाईँको चाहिँ ऊ गयो फेरि अनि मुर्गा भैँसी ल्यायो पर्सनली भन्छ नि त्यो बेलामा तपाईँको मान्छे खोज्न गएको त्यो मुर्गा भैँसी लिएर आएको बेलामा त्यो बेलामा उसले उहाँ मान्छे खोज्न गएको हेर्नु दिल्ली
सबै गयो त्यो जग्गा किन्ने माडी भेट्टाएन है अनि त्योभन्दा पछि फेरि अनि त्योभन्दा पछि तपाईँको फेरि चाहिँ नि अनि आर्जु गयो आर्जुले पहिलाबाट गएर सकेन अनि पछिल्लोचोटि गुजरात र यता चाहिँ तपाईँको चाहिँ पत्ताया सबै उता उहाँ इन्डियाको चाहिँ नि उयोहरू सबै घुम्यो नि घुमेर अनि त्यो चाउचाउ फ्याक्ट्री र अर्को जुत्ता फ्याक्ट्रीको 2 जना भएर किनेको छ यहाँ भैँसीपाटीको जग्गा इन्डियाको मान्छेले त्यही जग्गाको पैसा त्यो भैँसीपाटीको जग्गा बेचेको पैसा के विनोद चौधरीले आजको पर्सनिया छोरी ज्वाइँको घरको त्यो पैसा हो उनीहरूले त्यो पैसा विदेश जान भ्याएका थिएनन् क्या भ्याएका थिएनन् त्यही पैसा बाल्या हो मलाई सोध्न म भन्छु इन्ट्रो बिदिएर भनिदिन्छु बुझ्नुभयो अनि त्यही गर्दा तपाईँको नेपाली पैसा नि थियो चलेको अनि इन्डियनहरू पैसा नि थियो डलर पनि थियो नि त होइन त्यही भएर त्यो जग्गा बेचिया पैसा हो क्या त्यो तपाईँ हाम्रो सम्पत्ति बेचिया पैसा हो त्यो अमेरिकी डलर छ इन्डियन छ नेपाली छ सबभन्दा बढी नेपाली नोट तपाईँको त्यो त्यहाँ नोकरी गरेर कमाएको पैसा कहाँ हो उनको बाइकमा दिएर अलिअलि गरेर सार्दै थिएँ गर्दै थिएँ बाइक रोगाइ थियो विदेश पठाउनु बाँकी थियो क्या त्यो पैसा पठाउन भ्याएन हेर्नु रेडी नेपालको जग्गा बेचिया पैसा हो त्यो हामी भनिदिन्छौँ नि हामी राठीजना आयोमा बसेर काम गरेर मान्छे इतिहासमा थाहा नै छ कसले कति थाहा छ कसले कसरी काम गरेर छ कसले के गरेछ सबै भनिदिन्छौँ हामीलाई कसरी एक कप चिया खानु परेको छैन त्यत्रो वर्ष चिया के अरे बस्यो ड्राई खाइयो हामीले एक कप चिया कसरी खाइदिएन घरबाट खाजा बोकेर गइन्थ्यो त्यत्रो वर्ष मारे तै पनि त्यसकै पछि लाग्यो त भलै जोड्दा आमा अनि तब यिनलाई मासु भातमा बिकेका मासु भात खाओ भोट्दै नआएर यिनलाई मासु भात कति खानुपर्छ खाओ मासु भात नखाने भोट पनि नदिनु पेपरलाई मासु भात कति खानुपर्छ खाओ भोट नदेऊ अस्ति भर्खर त्यत्रो छोरी मारेको छ सिंह दरबार चलाएको छ सर्वोच्च अदालत चलाएको छ मन्त्रालय कुनै अगाडि रोकिदिनु होला नबिल ब्याङ्कनिर छैन अब नहेर्न हाम्रो झर्ने यतै कुलेश्वर रोकिदिनु छोरी फर्केर आउँदैन किन आउँदैनन् अब उहाँ गुल्न परिसक्यो विदेश हेर्नु तपाईँको औदालीमा मात्रै 1.5 लाख चाहिने मान्छे मरिसक्यो औदालीमा हिजो बेलुका है उता जाने उसमा इलाहाबादमा त्यतिकै हारे आउँदैछ भाइ तपाईँको संसारतिर हाने हाने छ अब किनले जम्मा छोडिसक्यो विदेशमा के आउँछ फर्केर अब आउँदैन अब सबै मर्छ छोरछोरी पठाए नि ती पठाएका मान्छेको छोरछोरीको पनि हुँदैन अब सबै उस्तै अब तपाईँको एउटा अहिलेसम्मलाई फाइट परेर थाहा छैन अब कति 7वटा 8वटा राष्ट्रहरूको चाहिँ फाइट परिसक्यो अब अहिले फाइट परेर थाहा नभएको अस्ट्रेलिया र केरला त्यो चाहिँ 2टा चाहिँ बाँकी छ जापान 3टा अरू सब राष्ट्रमा खत्तम बनाइसक्यो कालीमाटी कसरी आउँछ प्लेन रोकिसक्यो प्लेन चल्न दिँदैन अब बम बाङ बङ बम हान थालिहाल्यो बम पड्का पड्कै खाडी मुलुकको ग्रिन कार्ड खाएर अब उता गएका उतै मर्छन् यताको यतै मारिरहेको छ नेपाली अनि नेपाली अन्त सिद्धेन राजा मिर्काको पारलाई अर्को भाव हो र भनिखेर 17,000 मारेर आएको होला 1.5 लाख मान्छे मारेर आएको हो तिनीहरू अब पनि अस्ति त्यत्रो वर्ष मारेर नगयो त्यसैको पैसा आयो भगवान् त्यो त्यहाँ जो बाटोमा के गर्नु दिएछ त्यहाँ नि बसिहाल्यो तर तल काङ्ग्रेस के अरे माथि काङ्ग्रेस तल एमाले लाग्नु लगायो खाङखुलो डाँडो खटाइदिनु मलाई भित्तामा लगाइदिनु भन्थ्यो नि रोक्छ होइन अगाडि